काभ्रे जिल्लामा पर्ने धेरै सहरहरूमध्ये धुलिखेल पनि एक पर्यटन सहर हो। यहाँ विभिन्न मन्दिरहरू छन्। त्यसमध्ये पनि गौखुरेश्वर महादेव मन्दिर एक हुन्। गौखुरेश्वर मन्दिर भट्टीडाँडा स्थित वडा नम्बर 8 मा पर्छ। यहाँ 108 वटा शिवलिङ्ग सहित विभिन्न देवी देवताहरूको मूर्ति पनि रहेको छ। परापूर्व कालदेखि नै यो मन्दिरमा धेरै भक्तजनहरू आएर पूजा आजाहरू गर्ने चलन छ। यहाँ अहिलेको समयमा पनि आफूले मागेको चाहेको कुराहरू पुरा हुन्छ भन्ने मानिसको विश्वास रहेको छ। यो गौखुरेश्वर मन्दिरमा चाहिँ प्राचीन राजाहरूले ध्यान गरिरहेको पनि देख्न पाइन्छ। गौखुरेश्वर महादेव मन्दिरको नामाकरण कसरी गौखुरेश्वर महादेव हुन पुग्यो भन्दाखेरि चाहिँ यहाँ शिवलिङ्गको माथि भागमा गाईको खुट्टाको खुर आकारको देखिएको हुनाले गौ माने गाही र खुर भएको हुनाले गौखुरेश्वर राखिएको हो भन्ने किम्वदन्ती छ। धुलिखेल नगरपालिकामा पर्ने गौखुरेश्वर मन्दिर एकदम सुन्दर वातावरण र हरियालीले ढाकिएको छ। यहाँ विभिन्न ठाउँहरूबाट दर्शनको लागि भक्तजनहरू आउने पनि गरिन्छ। यस्तरी चाहिँ होला नि यार, केटाहरूले कसरी ढोगेको यार, यताबाट चाहिँ हो जस्तो छ केटाहरू ढोग्नु।